किशोरले दिए इनिसासँग शारीरिक सम्बन्ध राखेको बयान, आमा विक्षिप्त। जारी लडाईले दुबईमै रोकिए बुबा। इनिसासँग शारीरिक सम्बन्ध राखे, त्यसपछि अत्याधिक रक्तस्राव भयो, उनी अचेत भइन्। त्यसपछि मैले अरु 3 जना साथीहरूलाई बोलाए। फागुन 23 गते नै पक्राउ परेका 16 वर्षीय किशोरले प्रहरीमा दिएको बयान हो यो। तर इनिसाको परिवार भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गरिरहेका छन्। आफन्त दाजु चन्द्र बहादुरका अनुसार सामान्य शारीरिक सम्पर्क हुँदैमा कसैको ज्यान कसरी जान्छ, यो कस्तो लजिकको हो? शरीरमा नीलडाम छन्, कपाल लुछिएको छ, भजाइना च्यातिएको छ, तडपाई मारिएको छ, लचार पछार गरेको निशानहरू थियो। परिवारले 4 जनाको विरुद्धमा जाहेरी दिएका छन्, तर प्रहरीले भने 1 जनाको मात्रै गल्ती देखाउँदै अरु 3 जना निर्दोष देखाउन खोजेको आरोप परिवारको छ, जबकि अझै पोस्टमार्टम रिपोर्ट आउनै बाँकी छ। परिवार न्यायको पर्खाइमा छ। इनिसा सुर्खेत वीरेन्द्रनगर 6 मा रहेको उषा बाल बाटिका स्कुलमा कक्षा 11 मा पढ्थिन्। पढाइमा राम्रो थिइन्। विज्ञान विषय लिएर पढिरहेकी उनी डाक्टर बन्न चाहन्थिन्। बुबा आमाको सपना पनि छोरी डाक्टर बनेको देख्नु थियो। आँखै अगाडि फूल जसरी हुर्काएकी छोरीको गला कसले र किन निमोठ्यो, यसको उत्तर अभिभावकसँग छैन। इनिसाका बुबा इन्द्र बहादुर विक नेपाली सेनाबाट अवकांश प्राप्त जवान हुन्। यसपछि छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्र बहादुर दुबई विदेशिएका थिए। पछिल्लो 6 वर्ष यता दुबईको सेनामा कार्यरत उनी छुट्टीमा घर आएर 1 महिना अगाडि मात्रै दुबई गएका थिए। विक परिवार गुरभाकोट नगरपालिका 6 बडा खोलीको स्थायी बासिन्दा हुन्। तर छोराछोरी पढाउन भनेर तिला 5 वर्ष यता वीरेन्द्रनगर 1 मा बस्दै आएकी थिइन्। 23 गते शनिबार बिहान 6 बजेको थियो। इनिसा ट्युसन पढ्न जान्छु भन्दै तयार भइरहेकी थिइन्। उनकी आमा तिलाले आज शनिबार हो, नजाऊ, गुरभाकोट घर जानुपर्छ भन्दै रोक्न खोजिन्, तर इनिसाले 2 घण्टा भित्र प्राक्टिकल सकेर आउनु पर्ने बताइन्। यसपछि तिलाले पनि कुनै रोकटोक गरिनन्, तर यसपछि इनिसा कहिल्यै फर्किनन्। इनिसा बिहान 8 बजे घर आइपुग्नु पर्ने थियो, तर उनी 9 बजेसम्म नआएपछि उनलाई आमाले फोन गरिन्, तर उनको फोन स्विच अफ थियो। स्कुलमा पनि फोन गरेकी थिइन्, तर फोन उठेन। यसपछि कम्प्युटर पढाउने माधव सरलाई पनि फोन घुमाएकी थिइन्, उनको फोन पनि अफ थियो। यसको केही समयपछि प्रहरीबाट तिलालाई फोन आयो। वीरेन्द्रनगर 4 शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा इनिसा बेहोस अवस्थामा फेला परेकी थिइन्। तिला सानो छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगिन्। उनका अनुसार इनिसाको शरीर रगताम्य थियो, कपाल लुछिएको, घाँस मडारिएको थियो, एकातिर जुत्ता अर्कोतिर मोजा थियो। खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन, कालो ज्याकेटले छोपेको थियो। कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखाउँदाको क्षण उनले भुल्न सकेकी छैनिन्। इनिसाको छातीभरि नीलडाम थिए। भयानक अवस्थामा छोरीलाई देख्दा तिला त्यही बेहोस भएकी थिइन्। इनिसालाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याए, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे। आफन्तहरूले 25 गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए। डीएसपी मोहन जङ बुढा थापाका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु देखाएको छ, जसमा 4 जनालाई पक्राउ समेत गरिएको छ। पक्राउ परेकाहरू 4 जना 18 वर्ष मुनिका नाबालक हुन्। घटना भएकै दिन प्रहरीले 1 जनालाई पक्राउ गरेको थियो, दोस्रो दिन अन्य 3 जनालाई। पोस्टमार्टम रिपोर्ट पछि नै सामूहिक बलात्कार हो कि एकल हत्या कि अत्याधिक रगत बग्दा मृत्यु स्पष्ट हुनेछ। साथै पक्राउ परेका 4 जनाको बयान लिन अझै बाँकी नै छ। त्यसपछि नै कसको कति भूमिका छ खुल्नेछ। छोरीको मृत्युपछि आमा तिलाको अवस्था कमजोर बन्दै गएको छ। छोरीको मृत्युको खबरले विक्षिप्त बुबा इन्द्र बहादुर घर फर्किने प्रयासमा छन्, तर मध्यपूर्व क्षेत्रमा जारी लडाईले दुबईको एयरपोर्ट बन्द छ, जसले उनको उडान अनिश्चित भएको छ।